आजको भिडियोमा चाहिँ हामी एक्युरल बेसिस अफ अकाउन्टिङ भन्ने च्याप्टर हेर्न गइरहेको छौँ। अब यसमा चाहिँ हामीले हेर्नुपर्ने के हुन्छ त भन्दाखेरि ओपनिङ एन्ट्री, क्लोजिङ एन्ट्री, अनि त्यस पछाडि एडजस्टेड एन्ट्री र एडजस्टेड ट्रायल ब्यालेन्स भनेर हेर्नुपर्ने हुन्छ। अब यसबाट आउन सक्ने मार्क्स भनेको चाहिँ 2 मार्क्स ओपनिङ र क्लोजिङ आयो भने, अनि 10 मार्क्स चाहिँ यदि एडजस्टेड एन्ट्री आयो भने। अब ओपनिङ एन्ट्रीको फर्मेट चाहिँ यस्तो हुन्छ। ओपनिङ एन्ट्रीमा चाहिँ सुरुमा डेट, अकाउन्ट टाइटल एन्ड एक्सप्लेनेसन अथवा यहाँ पार्टिकुलर लेख्दा पनि भयो, अनि त्यस पछाडि पिआर, डेबिट र क्रेडिट हुन्छ यहाँनिर। अब यसमा लेख्नुपर्ने भनेको चाहिँ हाम्रो एसेट्सहरूको बारेमा लेख्नु पर्यो, अनि त्यस पछाडि लाइबिलिटिजहरूको बारेमा पनि लेख्नु पर्यो। सुरुमा हामीले एसेट्स एकाउन्ट भनेर हामीसँग जे एसेट्स छ, जस्तै कि हाम्रो अब फर्निचर भयो, त्यस पछाडि क्यास भयो, क्यास इन ह्यान्ड, क्यास इन ब्याङ्क, त्यस्तरी सबै कुराहरूलाई सिधा लिस्ट गर्ने। अनि त्यो लिस्ट गरिसकेपछि त्यो चाहिँ जहिले पनि डेबिटमा हुन्छ। ओपनिङ एन्ट्रीमा चाहिँ हामीले जुन एसेट्स हुन्छ त्यसलाई चाहिँ डेबिटमा लेख्नुपर्ने हुन्छ, अनि जुन हाम्रो खर्चहरू हुन्छ त्यसलाई चाहिँ हामीले के गर्नुपर्ने हुन्छ त भन्दाखेरि क्रेडिटमा लेख्नुपर्ने हुन्छ। त्यसरी नै हामीले अब यहाँनिर यो गुडविल एकाउन्ट पनि हेर्न सक्छौँ नि। यसको चाहिँ अहिले काम छैन। सुरुमा के गर्ने भन्दाखेरि एसेट्स लेख्ने, अनि एक लाइन छोड्ने, अनि लाइबिलिटिजहरू के छ त हाम्रो त्यो लेख्नु पर्यो। अब त्यो लाइबिलिटिजहरू लेखिसकेपछि चाहिँ हामीले यो एसेट्स र लाइबिलिटिजमा कुन बढी छ, अथवा यो एसेट्स बढी छ भने चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि टु क्यापिटल रिजर्भ अथवा टु क्यापिटल अकाउन्ट भनेर ब्यालेन्सिङ फिगर देखाएर जति कम्ती भएको छ त्यति चाहिँ यहाँनिर हाल्नुपर्छ त्यो ब्यालेन्सिङ टु क्यापिटलमा, होइन। अनि यदि चाहिँ यो लाइबिलिटिज चाहिँ बढी भयो अनि एसेट्सहरू कम्ती भयो भने चाहिँ हामीले के गर्ने त भन्दाखेरि एसेट्सलाई चाहिँ सुरुमा यहाँनिर गुडविल अकाउन्ट लेख्ने, अनि त्यस पछाडि जति कम्ती भएको छ त्यो यहाँनिर लेख्नु पर्यो लाइबिलिटिज बढी हुँदाखेरि। अब एउटा प्रब्लम पनि गर्नेछौँ हामी। प्रब्लम चाहिँ यो रहेको छ। अब द फाइनेन्सियल पोजिसन अफ कालिका एन्ड ब्रोज अन वैशाख 01/2076 इज एज बिलो भनेर हामीलाई चाहिँ ट्रान्जेक्सनहरू दिएको छ। अब यसमा चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि एसेट्स र लाइबिलिटिजहरू थाहा पाउनु पर्यो। जस्तै यहाँनिर क्यास इन ह्यान्ड भनेको छ, हातमा भएको पैसा के हो त हाम्रो, के हो एसेट्स हो। अनि त्यस पछाडि यो क्यास एट ब्याङ्क भनेको छ, यो पनि एसेट हो। अनि त्यस पछाडि फर्निचर पनि एसेट हो, किनभने यो चाहिँ हाम्रो सम्पत्तिहरू हो। अब यसलाई हामीले कसरी गर्न सकिन्छ त भन्दाखेरि सुरुमा त हामीले यहाँनिर डेट लेख्नु पर्यो। अब वैशाख 1 गते 01/01/2076 लेखौँ, होइन। अनि त्यस पछाडि हाम्रो क्यास इन ह्यान्ड लेखौँ, यो चाहिँ के हुन्छ, डेबिट हुन्छ। यहाँनिर कति लेख्नु पर्यो अब हामीले 20,000 डेबिटमा। अनि त्यस पछाडि क्यास एट ब्याङ्क छ, यहाँनिर क्यास एट ब्याङ्क छ, यो पनि कति हो डेबिटमा 36,000। यहाँ चाहिँ के छ, क्यास इन ह्यान्ड, क्यास एट ब्याङ्क दुइटै के भयो एसेट्समा पर्यो। अब यहाँ के छ, फर्निचर छ। अब फर्निचर चाहिँ केमा पर्यो त भन्दाखेरि यो पनि एसेट्समै पर्यो भनेपछि यहाँनिर अब फेरि फर्निचर, यहाँ सबैमा अकाउन्ट पनि लेख्नुपर्ने हुन्छ, अकाउन्ट, फर्निचर अकाउन्ट। अब यहाँको के पर्यो त भन्दाखेरि यो पनि डेबिटमा पर्यो, डेबिटमा कति रुपियाँ त भन्दाखेरि 50,000 रुपियाँ। अनि त्यस पछाडि अर्को के छ त क्वेसनमा भन्दाखेरि अकाउन्ट्स पेबल भनेको के हो, हामीले तिर्नुपर्ने पैसा, भनेपछि हाम्रो यो भनेको लाइबिलिटिजमा पर्यो। अनि यसलाई छोडौँ अब त्यसो भए अहिलेको लागि। अब यहाँ अकाउन्ट रिसिएबल भनेको छ। अब अकाउन्ट रिसिएबल भनेको त पैसा पाउने हो नि त। त्यो पैसा पाउने भनेको चाहिँ के भयो त हाम्रो फेरि एसेट्समा पर्यो। अब यहाँनिर अकाउन्ट रिसिएबल, अकाउन्ट डेबिट भनेर यहाँनिर कति रुपियाँ छ त, यहाँनिर 74,000। अनि त्यस पछाडि अर्को के छ त यहाँनिर स्टक्स अफ गुड्स। अब स्टक्स अफ गुड्स भनेको पनि के हो त भन्दाखेरि हाम्रो एसेट्स नै हो। अब यहाँनिर फेरि स्टक अकाउन्ट
डेबिट लेख्ने। अनि हाम्रो कति रुपियाँको छ स्टक भन्दाखेरि 26,000 को छ, 26,000 लेख्ने यहाँनिर। अब 26,000 लेख्ने। अब यो स्टक्स अफ गुड पनि भइसक्यो। अब अर्को के रह्यो, आउटस्ट्यान्डिङ एक्सपेन्सेस। अब आउटस्ट्यान्डिङ एक्सपेन्सेस भनेको के हो त भन्दाखेरि आउटस्ट्यान्डिङ भनेको तिर्नुपर्ने हाम्रो खर्च जुन चाहिँ कि हामीले तिर्नै बाँकी छ, त्यो भनेको हाम्रो लाइबिलिटिजमा पऱ्यो। त्यही भएर त्यसलाई हामीले यहाँ एसेट्समा लेख्नु परेन अहिलेको लागि। अनि लास्टमा के छ, प्रिपेड एक्सपेन्सेस। प्रिपेड भनेको पहिल्यै तिरिसकेको हो तर त्यो काम नभइन्जेलसम्म त हाम्रै सम्पत्ति हो नि त। त्यही भएर चाहिँ यहाँनिर अब प्रिपेड एक्सपेन्सेस पनि हाम्रो के भयो, एसेट्स भयो। प्रिपेड एक्सपेन्सेस अकाउन्ट यो पनि डेबिट। कति रुपियाँ भन्दाखेरि 8,000। अब यो गरिसकेपछि एक लाइन छोड्नुपर्छ, किनभने पछि गएर यो एसेट्स धेर भयो अनि लाइबिलिटिज कम्ती भयो भने पनि यहाँनिर हामीले ब्यालेन्स गर्नुपर्ने हुन्छ। अनि लाइबिलिटिज धेर भयो एसेट्स कम्ती भयो भने पनि हामीले यहाँ ब्यालेन्स गर्नुपर्ने हुन्छ। त्यस पछाडि एक लाइन छोडेर हामीले अब यहाँ 2 लेखौँ। अब के बाँकी रहेको छ त हाम्रो भन्दाखेरि यहाँ सुरुमा एकाउन्ट पेएबल। एकाउन्ट पेएबल बाँकी रहेको छ हाम्रो लाइबिलिटिजमा। 2 अकाउन्ट पेएबल 2 अकाउन्ट पेएबल। अब 2 अकाउन्ट पेएबल कति रुपियाँ छ यहाँनिर हेरौँ, 34,000 यहाँ हुँदैन, क्रेडिटमा हुन्छ यो चाहिँ फेरि 34,000। लाइबिलिटिजहरू क्रेडिटमा हुन्छ र हाम्रो एसेट्सहरू चाहिँ जहिले पनि डेबिट साइडमा लेखिएको हुन्छ। 34,000 भयो। अब 2 अर्को के रहेको छ भन्दाखेरि हाम्रो आउटस्ट्यान्डिङ एक्सपेन्सेस भनेर रहेको छ 4,000। 2 आउटस्ट्यान्डिङ एक्सपेन्सेस TANDING एक्सपेन्सेस अकाउन्ट 4,000। अब यहाँनिर कति रुपियाँ पुगेन भनेर हेरौँ, कतापट्टि धेर भयो कतापट्टि थोर भयो। अब यहाँ त जम्मा हाम्रो कति भयो, 34 र 4 गर्दाखेरि जम्मा हामीले 38,000 पायौँ। तर यहाँनिर चाहिँ कति भयो त भन्दाखेरि हाम्रो जम्मा गर्दाखेरि 20, 30, 56 त यहीँ भयो। यहाँनिर गर्दाखेरि 1,06,000। अनि यो धेरै नै छ, यो डिफ्रेन्स चाहिँ हाम्रो धेरै नै छ। त्यही भएर अब हामीले के गर्नु पर्यो त भन्दाखेरि 2 क्यापिटल, यहाँनिर के गर्नु पर्यो त अब यहाँ क्यापिटल अकाउन्ट कति भन्दाखेरि क्यापिटल अकाउन्ट यहाँनिर यो सबै जोडेर गर्नुपर्छ है। अब हामीले यहाँनिर सुरुमा 2 क्यापिटल लेखौँ अनि यसको डिफ्रेन्स हेरौँ अब कति छ त भनेर। अब सुरुमा चाहिँ हाम्रो कति छ, 20,000 छ। अनि अर्को कति छ, 36,000 छ। अर्को कति छ त 50,000 छ। अर्को कति छ त 74,000 छ। अब अर्को कति छ, 26,000 छ। अर्को कति छ, 8,000 छ। अब यसमा चाहिँ 2,14,000 आयो जम्मा। अब हामीसँग यतापट्टि क्रेडिट साइडमा कति छ, 38,000 मात्र छ। 38,000 गर्दाखेरि 1 लाख कति पुगेन त भन्दाखेरि 1,76,000 चाहिँ पुगेन। यहाँ छिटो गरिहालेँ मैले, दुईचोटि डबल क्लिक भएछ। तर के भएन त भन्दाखेरि अब यो क्यापिटललाई चाहिँ यहाँ माथि भन्दा पनि यहाँ चाहिँ गुडविल मात्र लेखौँ, यहाँनिर मुनि नै लेखौँ क्यापिटललाई चाहिँ। क्यापिटल अकाउन्ट गरौँ, अब क्यापिटल अकाउन्टमा यहाँनिर 1,76,000 लेखिदिउँ होइन। अब 1,76,000 लेखेपछि दुईतिरै ब्यालेन्स भयो। अब यो ब्यालेन्स भएको यहाँनिर रकम पनि लेखौँ। यो ब्यालेन्स भएको रकम चाहिँ कति त भन्दाखेरि 1,76,000 प्लस 38,000 गरेर चाहिँ 2,14,000। अब यसको लास्टमा के लेख्नु पर्यो त भन्दाखेरि फर, यहाँनिर पनि मैले देखाएको छु, फर ओपनिङ ब्यालेन्स अफ एसेट्स लाइबिलिटिज एन्ड क्यापिटल। यो चाहिँ जहिले पनि अन्तिममा यही न्यारेसन लेख्नुपर्छ। फर ओपनिङ ब्यालेन्स अफ एसेट्स लाइबिलिटिज एन्ड क्यापिटल भनेर लेख्नु पर्यो।
यति लेखिसकेपछि चाहिँ हाम्रो यो चाहिँ ओपनिङ एन्ट्रीको चाहिँ यसरी लेख्ने हो भनेर चाहिँ हामीले बुझ्न सकिन्छ।